मौसममा चाहिँ गर्लफ्रेन्ड लिएर आउँदा चाहिँ एकदम उचित हुन्छ। हाम्रो देश नेपाल प्राकृतिक रूपमा धनी देश हो। यहाँ विभिन्न मानिसहरू जन्मिन्छन्, त्यो मध्ये लोकेश पनि एक हो। त्यहाँ बाहिर चाहिँ हेर्नुहोस्, यो चाहिँ गाउँघरको लोकल यिनलाई हाडा दिएछु, अलि धेरै खाने नि त्यो हुन्छ पछि खान्छ भन्ला बुयाउ 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 नम्बर छ पानी पर गाइस। स्वागत छ तपाईहरुलाई आजको न्यू डे न्यू भिडियोमा। आइयो सबजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु। अनि त्यसपछि आज हामी कहाँ जाँदैछौँ भन्दाखेरि आज हामी जानेवाला छौँ पारी झोलेनी माथि कुइरो लाहानी जुन त्यहाँ जाँदैछौँ। त्यहाँ गइरहेको हो, तर पनि अब आजभोलि अलिकति त्यहाँ विकासहरू भइरहेको अरे के भइरहेको अरे। आज भएको छ भने त्यो थाहा छैन, तर म देखाउँछु तपाईहरुलाई के विकास आएर छ। यस्तो चिसो मौसममा चाहिँ यहाँ चाहिँ गर्लफ्रेन्ड लिएर आउँदा चाहिँ एकदम उचित हुन्छ कि। बाइकमा लिने नभए अब यस्तो अङ्गालो ट्याक्क लाएर के बवाल छ। माथि डाँडामा अझ यस्तो बवाल हुन्छ नि, गर्लफ्रेन्ड लिएर ट्याक्क अङ्गालो हालेर न त्यो चिसो हावा खाँदै मनका कुरा व्यक्त गर्न यति मजा आउँछ नि। होइन होला के हो सायद त्यो जिन्दगीमा होइन छुट्टै मजा हुन्छ कि त्यसको। तर आफ्नो त बाइक पनि छैन, गर्लफ्रेन्ड पनि छैन, के गर्ने अब। यहाँ चाहिँ गाई सिँचाइ गर्नको लागि मिल्ने र पौडी खेल्न हुन्टमा मोबाइल यहाँ हटाइ नै के को डिनर हो चाउलाङ कन्टिन्यू हुन्छ खेल्ने खेलाउनु छैन सर्प यत्रोको सर्प रहेछ नि त बर्बाद हुँदाखेरि योमा के यत्रोको सर्प पानी पनि बस्छ नि सर्प। कति सर्प निस्किन सक्छ कि सक्न होला यहाँबाट सर्पै जान्न गएन होइन झुक्केर हुँदैन के सर्प होला। पहिला हेर्नु गाई यहाँ क्रिकेट खेल्थ्यो, यता ब्याटिङ हुन्थ्यो होइन, उनी बलिङ चाहिँ त्यहाँबाट गर्थ्यो। यो यस्तो झारहरू खासै थिएन हाम्रो दाइहरूको पालोमा। अहिले त्यो दाइहरू अब विदेश यताउता कतै जानु पर्यो होइन। म पनि क्रिकेटमा लास्टै चासो राख्ने मान्छे हो, भलिबलमा खासै त्यस्तो इन्ट्रेस्ट छैन कि। अरू पुरै आउने कि पहिला यति हुन्थ्यो नि मान्छे, यहाँबाट बल यहाँबाट स्वात तल जाने गुइँकेर खोज्नाले दिन बित्यो कि हो किन बेटा। अहिले हेर्नु बेटा यस्तो छ। आज म देखाउँछु तपाईँहरूलाई सबै। अनि यसले सोच्नु भयो होला स्कुल गएन भनेर, स्कुल भर्खरै खुलेको, त्यसपछि इच्छाहरू जान्न रह्यो। त्यही भएर आज यसो माथितिर निस्क्यौँ भनेर हामी। यो चाहिँ लुपलुमको गाउँ हो गाइज। अनि त्यसपछि उता फब्लीको यहाँ मैले पराए जस्तो देखाइरहेको छु होइन, लुपलुमको गाउँ यहाँदेखि पुरै यहाँसम्म हो क्या ती घर। यहाँ हुँदै ट्याक्क सो गाइज यहाँ चाहिँ मैले के देखेँ भन्दाखेरि मैले चाहिँ यहाँ घौरी भन्छ, यो चाहिँ हाम्रो गाउँतिर यो पुरै फुल खेल्दै गरेको देखेँ मैले। पुरै फुल खेलिराखेँ। यो चाहिँ तिम्रो लागि ट्याक्क छप यसको बास्ना त सेम सुन्थ नौरेला ल जङ्गलतिर मङ्गल हान्न आइयो हामी चाहिँ। यता हेर्नु गाइज यहाँ कालिसहरू यस्तो पाइन्छ नि जङ्गलहरूमा होइन। अनि त्यसपछि कालिसले चाहिँ मान्छेले यहाँ पासा पनि हान्न आउँछन्।
सो देख्न सक्नुहुन्छ आफ्नै गाउँ आफ्नै लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मुन्तिर पानी भर्ने पँधेरो नेपाल प्राकृतिक म भन्छु नेपाल अलि सानो आवाज बनाएर चाहिँ नेपाल प्राकृतिक देशले भरिपूर्ण देश हाम्रो देश नमस्ते म लोकेश मगर हाम्रो देश नेपाल प्राकृतिक हाम्रो देश नेपाल प्राकृतिक बिग्रिहाल्छ हाम्रो देश प्राकृतिक रूपमा भरि हाम्रो देश के भन्छ कस्तो यार एकछिन है हाम्रो देश हाम्रो देश नेपाल प्राकृतिक रूपमा धनी देश हो यहाँ विभिन्न मानिसहरू जन्मिन्छन् त्यो मध्ये लोकेश पनि एक हो शाबाश बेटा अनि विभिन्न मान्छेको फरक उद्देश्य फरक सोच फरक विचार हुन्छ ती मध्ये मेरो पनि फरक विचार फरक सोच के छ भन्दाखेरि भलगर बन्ने त्यहाँ बाहिर चाहिँ हेर्नुस् त्यस्तो गरान्छ यो चाहिँ गाउँघरको लोकल यो फल चाहिँ टिप्न साह्रै गाह्रो हुन्छ नि किनकि यसको उल्टे कारा हुन्छ होइन मान्छेको हातहरू चेठर्ने के चेठर्छ के चेठर्छ यो भित्र पस्ने यस्तो टिप्दैछु मैले रोक्नु है मस धेरै जम्मा आएर एकैचोटि टमाटो तोबीले त सँगाल्ने हो तैँले गाइज म चाहिँ तोबीमा टिप्दैछु है सो गाइज आचो म नुङ्गाउँदैछु है यसको काँडा चाहिँ खतरनाक हुन्छ कि यस्तै पुरै यता हेर्ने यस्तोले अनि म छोपिदिन्छु केही छैन म टिप्छु ल यो छोप्रो तैँले मसित बिहा गर्ने केटीहरू हुन्छ नि तिनीहरूलाई म हाम्रो गाउँतिरको ऐसैले कति चखाइदिन्छु हुन त पाइन्छ होला तपाईँहरूतिर हाम्रोतिर अलि प्रशस्त मात्रामा पाइन्छ के त्यही माथि कति स्वादै फरक हुन्छ फेरि स्वादै फरक एकचोटि मसँग रिसाउने केटीहरू भन्नाले मसित आउँछन् जो पनि मेरो बुढी भनौँ अब बिहा गरिसकेपछि होइन त्यसै त्यो रिसाउँछ नि यसैले टिपेर लौ खाऊ भनेपछि पुरै मनै लाग्यो यस्तै हो कि त्यहाँबाट फक्केर मेरो राजा मेरो कालु मेरो के भनेर सक्को हेर्ने सो गाइस हामी चाहिँ यति टिप्यौँ अनि अरू चाहिँ पुरै अप्ठ्यारोमा छ कि मेरो छालै लैदो के गरेर यहाँ कपडा तानिदिएर ल छोप अब आडा खान्छौँ हामी बानी छु नि साह्रै पल्ल खानेमा आउनुहोस् ल टोपी ढोकुन कति जुम्रा पर्छ होला यसको टाउकोमा हामी चाहिँ फर्क्यौँ होइन किनकि पानी पर्न लाग्यो कि थोप्ला देखिन्छ भने चाहिँ अहिले नि अलि माथि गएर वात्तै बिच बाटोमा आयो भने गाह्रो हुन्छ अब घर फर्किने त्यो हामी जाने ठाउँमा नि पुरै कुहिरो लाग्यो कि ती
त्यहाँ हामी जानुपर्ने त्यहाँ भन्नाले त्यो ढुङ्गामा होइन त्योदेखि एट्टै यहाँ माथि त्यहाँमा जानुपर्ने कुहिरो लाग्यो होला एक दिन आन्छौँ हामी कुहिरो लाग्यो पानी आउनलाई यस्तो कालो निलेटा हेर्न पारी छन् हे भगवान् त्यो पुरै कालो बाडो लगे त्यो पारीको बानै बजार मेरो मोबाइल त्यस्तो खतरा होइन है त्यो जुम हान्नलाई सो गाइस पारीबाट चाहिँ लुपलुमको उताबाट पानी परिरह त्यो देख्न सक्नुहुन्छ उता पुरै अर्कै त्यो छ यसले मलाई होइन भनिरह यहाँ आएपछि थाहा पाउँछ यसले पानी चाहिँ हो कि ठ्याक्क लुपलुम पनि आइसक्यो त्यो अलि यहाँ आउँछ हेर्नु अब कहाँ हो तिनी हामी कसको सोल्टीमा आएको रे हाई कसको पनि जानु रे यार यस्तो जोस घर बस्दा नि वाक्क लाग्यो मलाई त्यही भएर यसो ऊतिर निस्क्यौँ भनेको माथि जाने त्यो थियो अनि अब पानी पर्ला जस्तो गऱ्यो यहाँबाट नि आयो मुनि हेर्नु देखिस् तल यहाँबाट यस्तरी आयो पानी यता हेर्नु यहाँबाट हुँदै अलि सोलो आइरह्यो त्यहाँबाट हाम्रो गाउँतिर आइसक्यो तल हो कि न एकचोटि छोडेर पश्चिम भाषा बोल्नु त बोल्न एकचोटि हाट के हो र यहाँ भिडियो हेर्नुलाई कि ट्याक्क के गरी आउँछौ भन्नु एकैचोटि एकचोटि के ल त्यही भन्न नि ल जाम के त ल जाम ल ल यता ए बा हेर्नु चिचोरेको त्यो पानी के हो यार त्यो पानी के हो यता हुँदै यस्तरी त्यहाँ त्यो पानी यता आएको टिपारी अलि सफा हुँदै गयो होइन त्यसपछि यतातिर अलि सर्यो जस्तो लाग्यो खोला कहाँ आएर त्यहाँ लुबलुमतिर यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै रातो देखिन्छ नि यहाँ चाहिँ ठुलै त्यो हुन्छ देउली 5 वर्ष पछि अनि स्कुल चाहिँ यहाँ छ सो गाइस अहिले चाहिँ हाम्रो नास्ता हुँदैछ म माथिबाट आइयो अब त्यसपछि पानी आएन अब त्यही यो जानु पाएन अब गोला जानु लाग्यो ट्याक्क 1 गिलास खाएर यिनलाई हाडा दिन्छु अलि धेरै खाने नि त हुन्छ फेरि त्यो नराम्रो नसोच्नु होला फेरि मै त्यो जारमा त्यसको बिस्कुट डुबेर यस्तो गर्ने यो खाएर हामी अफिसको कामतिर लाग्छौँ ल हामी हाम्रो जागिरतिर लागिसक्यौँ गाइस अनि यहाँतिर चुत्राहरू चाहिँ पुरै काँचै रहेछ खासै आएको रहेछ चराइटा हेर्तो अझ तान्नेको लौ त्यसको जात्रै मया लाग्छ फुल देखिसके वनमा ओ क्या दामी हेर्नु न क्या बगाल छ पुरै एकान्तमा यस्तो राम्रो यसले म भाँच्छु है त क्या दामी छ ल बाबु एक्लै चर्दै हेटा आऊ आऊ ल ल ल ल आऊ आऊ कुचिङ ल मिनी ल आइज ल यसो लौरो नहान्छम यसले नतिर्ने हेर त्यस्तो स्पिडमा हिँड्ने नि थेरीमा होइन त्यही चर्छ कि जान्न जेठ लाग्यो अनि यहाँबाट देख्न सक्नुहुन्छ यो पुरै हरियाली अब सबतिर पुरै हरियाली हुन्छ कि त्यसपछि चाहिँ त्यो हुन्छ पुरै त्यसपछि हरियाली पुरै जटाटटै हरियाली हुन्छ अब चाहिँ मान्छेले अब यो हाम्रै भिरो हेर्नु त्यो चरा न के भएन यहाँतिर अरूको
त्यही भएर अब चाहिँ मकै छरिसक्यो मान्छेले अब खासै भिरमा हाल्नु दिन्नन् घाँसहरू पनि पलाइसक्यो नि त लामो लामो भयो होइन फेरि गाली गर्छन् पुरै नभन्ने शब्द बोलेर यस्तो उस्तो कहाँ हौ यता हेर्नु टप ठार्न छ बाख्रा खै मर्न आएकोस् त्यहाँ झर लोच्चा रहेयो केटी यार त्यस्तोमा गएको बारी हेर्नु त यस्तो बाटो हुँदै एकचोटि चप्पल चिप्लो नि कहाँ नै तर मोटा रन्किल्छु फेरि यहाँबाट सुइकेर तल गयो नि के हुन्छ बामम्मी रुन्नन् मेरो छोरी भरे गोला आएको फेरि त्यस्तो नभन यो फुल म लोकेशनतिर चाहन्छु मैले कति खोजेँ गाई चिनीहरूलाई यिनीहरू यता आएर चाहिँ बठानै बनाएर हिँडेर रहेछ अरे ओ सोल्टी नानी यता लौ 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 कुची 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 ल खाटी हेर्ती खा मिनटको फुल नखानु ल राटी ल ल ल यसको नि कम माया लाग्छ मलाई ल कहाँ यसले त खाएकै भक मास घुम तिमी यता आऊ कि अलि त्यो अगाडि नजाऊ आयो पानी आउनलाई अब फेरि कालो निलो गरिसक्यो बाख्राले पेटै भरे होइन नभरे पनि ठिकै छ केन चढ्दैन र चरै भर्ने है गाइज म चाहिँ आरु चोर्न आएको छ आरु चोर्न ओहो गाइज यो के को डोप हो के हिँड्दो रहेछ पुरै हेर्नु न बाटो बनाएर हो यहाँ निश्चय रातै हिँड्छ कालिस हिँड्छ यहाँबाट कहाँ कि सारा रोक है हेर्नु यहाँ परामा आइ दुईटा बाटो यहाँबाट उरु जाने यहाँबाट उभो ओ यस्तो छ हेर बासु फेरि हेर्नु त यहाँ तल नि रहेछ गाइज पारिबाट पुरै पानी परिसक्यो अब चाहिँ बाख्रा घर जान्छ आई खोर 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 आई अब अहिले तिमी भोकारमा तेर्सो पर्ने त्यसपछि बाख्राले पेट भर्छ ऐ पानी दर्को हे बा रुजो पारिएर कति ठुलो खाके पानी पर हे भेटीको टापठोक बाख्रा आन्छ हामी जाम न हट ल बुयाउ 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 नि पर गाइज ये चोपा त ल हिँड अगाडि तु गर हेर्नु त हामी भन्न चाँडै आएको लोटिन्छ त्यो भगवान् एक्कासी के हो यस्तो सो गाइज चाहिँ अहिले चाहिँ पानी बिरो भइसक्यो अनि त्यसपछि म चाहिँ अहिले घाँस काट्न आएको छु फेरि आमा यो चित्र पाक्ने पनि रहन्छ कि यस्तो बवाल छ हेर्नु फेरि
भाउजूले भन्न त भन्नुभयो कुन काट्न भन्नुभएको त्यहाँ पनि छ फेरि यो थोरै होला यो पनि हाम्रै हो यो नि हाम्रो यति त हुन्न यो निश्चय यही हुनुपर्छ गाइस देख्नु अब म यहाँ गएर काट्छु नामले यहीँ राख्छु साथीभाइहरू म अब म यहाँ जानुपर्ने हुन्छ ट्याक्क लाएर अब म चढ्छु एक्लै छु भिडियो गराउनु कोही छैन छ्याङ छ्याङ काटिदिन्छु म डेन्जर छ त नि रुखटा आम्मामा साटो जान्छ के हो टुप्पामै पुग्नु पर्ने होला सायद सुर्लेक्कै छ अरूभन्दा टोकारै नहोस् कि टोकारै भन्ने हुन्छ त्यो किम्ला जस्तो त्यो अहिले गएर रुख हल्लिँदा बित्तिकै होइन पुरै जिस्केर के एकचोटि म सुनाउँछु कहानी खन्ने बुटा भन्ने हुन्छ यतातिर त्योमा चढेको थिएँ म ठ्याक्क बाजे बोइ हुँदाखेरि चाहिँ म त्यही बस्थेँ नि त त्यही बेला ठ्याक्क काट्न आएको रुखमा चढेँ होइन चढेर काट्छु अब काट्छु भनेर 2-3टा हाँगा दाला खसाले ठ्वाक ठ्वाक गरेँ त्यसपछि त पुरै त्यो इटिटी छोटो त्यो लाग्थ्यो नि त जाएँ भनौँ हे भगवान् दालेर भट्टाभट्टी छरेर यस्तो उठ्यो नि यस्तो के पोइन्ट त्यो जो छोरा र भाइको के म यस्तो आम्मा त्यो लाग्यो सो गाइस मैले भन्दै थिएँ तोकारी हुन्छ भनेर हेर्नु तोकारी भनेको यही यस्तै पनि बसे हुन्छ कि पुरै त्यो भएर यो हाँगामा जान म उचित छैन किनकि यस्तो जुन यो तोकारीले यस्तो गराए हुन्छ नि यो हाँगा कच्चा हुन्छ फेरि तपाईँहरूतिर पनि छ भने नजानु होला किनकि भाँच्चिने सम्भावना अलिक बढी नै हुन्छ होइन त्यही भएर म यो माथिकोमा जान्छु भनेको यो माथिकोमा नि अब त्यस्तै रहेछ नि म झर्छु होला सायद अहिले त झन् जिस्केर हेर्नु आम्मा चारा कुरा चिरिक पार्छ कि अरू भन्दा नि रुखमा चढेछु तर फेरि यस्तोले डालेको बेला फेरि हाँगै अलि अप्ठ्यारो पनि छ नि त्यो हाँगासँग छोडिदिन्थिन् आफूले यस्तो छोप्नु भयो भने त्यो नगर्नु होला किनकि ज्यान त्यसले टोक्छ 1-2चोटि टोक्ला 5-6 ठाउँमा टोक्ला तर ज्यान बस्नु पऱ्यो नि त अनि छोडिदिने नि त मर्ने नि त तल होइन त्यही ल अब अहिले के हुन्छ म दिँदै गर्छु अब रुखको टुप्पा पनि गयो भने भिडियो बनाउँछु है ल साथीभाइहरू म चाहिँ रुखमा आइसकेँ बल्ल बल्ल हेर्नु कति तल खायो रुख बारी यता पुरै त्यो छ अनि म यहाँ माथि छु तर रुखमा चढ्न चाहिँ म सिपालु नै छु भनौँ स्कुलले पनि छुट्टी भइसकेछ त्यसपछि त्यही हो अब म काट्नुपर्ने हुन्छ गाइस शिश पारा मुटुल ठाउँ छ साटो आइज म चाहिँ हाइजे स्टपमा आएको छु है आम्मा खुट्टाहरू त कामेर म चाहिँ गाउँको लोकल भ्यू टावरबाट टक्क लाएर पुरै यता गाउँहरू हेर्दैछु पारि हेर्न त माथितिर यो भ्यू टावरमा फेरि खुट्टा लास्टै काम्ने रहेछ भगवान् यो भ्यू टावर यस्तो डेन्जर हो होइन जो कोही आउन सक्दैन के त्यो अरू हुन्छ नि त्यो अरू भ्यू टावरमा चढ्न सक्न तर योमा अलिक गाह्रै हुन्छ हात र खुट्टा सम्हाल्न सकेन भने त अब कहाँ पुग्ने हो त्यो आफै विचार गर्नु होला के वा कुन चाहिँ
पनि काटिसकेँ गाइज, काटिसकेँ। घाँस यता हो ट्याक्क अब के गर्छु मैले सिमल्छु अब उतना कति माथिबाट के म त्यो गरेको यता हेर्न त्यतना त्यहाँ माथि गएँ म स्वात्तै। अब यसले कसरी सिमल्ने हो। गरम सुटम नभने सो गाइस म चाहिँ बलप हाल्न लागेको छु अनि फिस भएको थियो नि त होइन नयाँ बलप लिएर हाल्न लाग्यो देख्न सक्नुहुन्छ यो चाहिँ नयाँ बलप म यहाँ हाल्छु है त बलप फिट गरिसके सो गाइस बलप नै फिस भएर रहेछ ढोका लाग्यो बलप फिस भएर रहेछ फाइनली बनाएँ मैले चाहिँ अनि त्यसपछि यता हेर्ने पुरै झल्क्यो यसलाई है सो त्यही हो हामी चाहिँ अनि खाएर रुमतिर आएको अहिले चाहिँ कति बज्यो भन्दाखेरि ठ्याक्क 8 बजेर 38 मिनट गयो सो त्यही हो अब आजको भिडियो चाहिँ के कस्तो लाग्यो छोटो मिठो कमेन्ट गर्नु होला थ्याङ्क्स फर वाचिङ डिस्क्रिप्सनमा चाहिँ मैले फेसबुकको लिङ्क राखिदिएको छु त्यहाँबाट मलाई फलो गर्न सक्नुहुन्छ हस्त नेपाल बाइ बाइ गाइज